त्यो चाहिँ हो भैरवकुण्डको मन्दिर। ल साथीहरू हामी त हिउँमा हिँडिसकेका छौँ। ल यो ठाउँमा आएकडा हो। ल घाम चाहिँ दामी। अब अहिले चाहिँ हामी चोकर मोकरको लागि हिँडिरहेको छौँ। क्या अरे ठाउँ त एकदम दामी छ। आउँदा हुन्छ साथीहरू, आउँदा हुन्छ। कडा हो बिहान 5 बजे हिँडेको हामी यहाँ आइपुग्यो। आज चाहिँ हाम्रो डे 2 हो। हामीले बाइक चाहिँ कहाँ राख्यौँ अहिले टक्क लाएर सनराइज भइरहेछ। हामी भैरवकुण्डको लागि लागिरहेछौँ। घाम चाहिँ लागिसकेको छ। यहाँ आइपुग्यो हामी चाहिँ। इट्स डे 2 गाइज। हो यसरी हिँडिरहेछौँ। चोकर मोकर पुग्नलाई अझ टाइम बाँकी नै छ। हिमाल देखिया छ। ल दाजुभाइ चट्ट लाएर हिँडेको छ। ल यस्तो छ है कन्डिसन चाहिँ केटा हो। अब यो भैरवकुण्ड हिउँ परे बेला आउन चाहिँ गाह्रै हुन्छ। अब अहिले चाहिँ हामी चोकर मोकरको लागि हिँडिरहेको छौँ। क्या अरे अहिले पछि हिउँ पनि खेल्छौँ होला। हामी देखाउने छौँ होइन। घाम पनि लाग्यो। ल कडा लुक एट द भ्यू। हो यसले त मनै छोयो नि यार भाइ। मनै छोयो मेरो। मन छोयो मेरो, मन छोयो। हिउँमा हिँडेको थिएन यार माका भोसडा। ल कुद एउटा भिडियो बनाइसकेँ मैले। फेरि लड्न त नलड मलाई। ओहो फेरि कुदाइ फेरि आमामा के हो यो खुट्टा यो के लेख हो भाइ? के लेख देखाएर हिँड्यो हौ? खुट्टा त मलाई पुरुक उचालेर हिँड्छ त नि। ओहो यो भाइ त आम। ल हेर है साथीहरू, ल हेर यतिको चाहिँ हुनुपर्छ है भाइ। आर्मीमा पनि जाँदैछ त्यही भएर यस्तो चर्तीकला देखा है। हो सही हो। ल नकुद यार, धेरै नकुद यार। ल यहाँनिर चाहिँ हामीले अब भाइले पूजा गरेर छ। हामी पनि यहाँ ढोगेर जान्छौँ टक्क लाएर। खै के हो यो? है जय प्रभु। ल यति ढोकिदियो। अब के हो है? अब फुलचुक माप्छ। बाटो चाहिँ यस्तो छ र आम्बो। चराहरू पनि यहाँ बाँचिरहेको रहेछ। हामी त बाँचिहाल्छौँ। हो ल है यो ठाउँमा आएकडा हो। भैरवकुण्ड यता रहेछ। 3706 मिटरमा रहेछ। ल अब यो भाइले अब हान्छु भन्छ। मलाई हान्न लागिसक्यो। यस्तो छ यहाँ फोटो हान्ने भनेपछि अब यही जेनजी पोजु ट्याक लाएर अब फोटो। ल साथीहरू हामी त हिउँमा हिँडिसकेका छौँ। यी ठाउँ त एकदम दामी छ। आउँदा हुन्छ साथीहरू, आउँदा हुन्छ। अब हिँड्न चाहिँ गाह्रो हुन्छ। म जस्तो पऱ्यो भने तिमीहरू त्यही हो। हामी चाहिँ अब हाम्रो बाटो आफै बनाउँदै हिँडिरहेछौँ। हिउँमा हिँडेको थिएन, सपना पुरा भयो यार। हामी चाहिँ आफ्नै बाटो लिएर हिँडेको छ। मान्छेहरू चाहिँ उतै तलको बाटो हिँड्छ। हामी चाहिँ फेरि अल्टर हो कि अरू नहिँड्ने बाटोमा नहिँड्ने भन्ने कुरो। अरू हिँड्ने बाटोमा नहिँड्ने भनेर आफ्नै बाटो बनाएर हिँडेको छ। होइन भाइ अहिले चाहिँ ठिक लाग्यो भाइ। अहिले चाहिँ एलिभेसन गेन गऱ्यो नि त यहाँ। ठिक लाग्यो। खै होइन कि यो त ठाडै छ नि त भाइ। यो त अलिअलि छ। हाम्रो घर आइयो कडा हो आइयो। ल दामी है। भैरवकुण्ड चोकर मोकर आइपुग्यो कडा हो। यस्तो छ। अब हिँड्दैछौँ हामी। यस्तो हिउँ परेछ। त्यहाँ चाहिँ एउटा होटल रहेछ। टक्क लाएर जाउँ अब अगाडि बिस्तारै। ल त्यो दाइ दौडेर देखाइदिए। दौड्यो भने चाहिँ त्यसरी गाडिन्छ। बिस्तारो हल्का टेक्यो भने चाहिँ गाडिँदैन। हो तपाईँ फेरि देखाउनु नि गाडिनु नि एकैचोटि भयो। हो हल्का टेक्यो भने गाडिँदैन। हामी त चोकर मोकर आइसक्यो। माथि हिँड्ने हो।
मान्छे छैन कोही पनि हाम्रो पनि होइन यो अब दिदी ए ल दिदी यहाँ हुन्छ दामी ठाउँ छ चट्ट लाएर चिया खाने हो दुई भाइ हुन्छ ल अब हामीले चाहिँ यहाँ टक्क लाएर चिया स्या हल्का ब्रेक लिएर हिँड्यौँ तलबाट एउटा सगामबाट यहाँसम्म 2 घन्टामा आइँदो रहेछ है अनि यहाँबाट भैरवकुण्ड जान चाहिँ तपाईँको 1 देखि 1.5 घन्टादेखि 2 घन्टा लाग्दो रहेछ है त्यही हो अब पानी खाइयो चिया खाइयो बिस्कुट खाइयो चाउचाउ खाइयो रेडबुल खाइयो के खाइयो खाइयो हाइट प्यालेट साइड आउनु पऱ्यो भने चाहिँ गाह्रै हुँदो रहेछ यतातिर अब अरू त ठिकै छ पेपर सेपर बोकेर आयो भने राम्रै हुँदो रहेछ बिल उठाने जस्तो भयो हिट अब बिस्तारमा जाने भाइहरू आउँदैछन् बिस्तार चट्ट लाएर हिँड्यो भैरवकुण्ड आइपुग्यो कहाँको कि चिलो यो चिलो हुँदैन यहाँ पहिले हो कि काठै हुन्छ है माका भोसडा त ल भाइले देखा है पारामा यस्तो लकडा हो हामी त स्वर्गै आयो जस्तो भयो यार न्यु इयर मनाउन यस्तो हुन्छ भने मलाई थाहा थिएन यार माका यस्तो आइन्छ भने थाहा थिएन ल जिन्दगीमा नआएको एक्सपिरियन्स गरी यार यस्तो दामी हट हट आइ एम लभिङ दिस म्यान केटाहरूसँग यो चाहिँ मेमोरेबलै हुने भयो राति चाहिँ सुत्न पाइएन अब दिउँसो त यस्तो दामी ओ माई झन्नै भाइ यार हो बिहान चाहिँ अलिकति निदाइयो है भाइ मलाई निन्द्रै नलाग्ने के जुत्तामा चाहिँ हिउँ छिरो केटा हो होइन हो गोल्ड स्टार चाहिँ बेस्ट छ है नेपाली ब्रान्डलाई चाहिँ प्रमोट गर्नुपर्छ है केटा हो किनकि हाम्रो भाइको पनि गोल्ड स्टार मेरो पनि गोल्ड स्टार जुत्ता मेरो भने यस्तो टाइपको भाइब छ है गोल्ड स्टार इज द बेस्ट टक्क लाएर एकदम ल केटाहरू गएर आइसक्यो चट्ट लाएर यो डाँडापछि अर्को डाँडा अनि आउँछ हजुर दामी छ ल यो हो नि त पारा ल ए भाइ रोकिदेऊ केटाहरूको हालत चाहिँ यस्तो छ गाह्रो छ यार गाह्रो छ भैरवकुण्ड गाह्रो रहेछ सजिलो चाहिँ छैन ल हामी आइपुग्यो जस्तो लाग्यो तलबाट 4-5 घन्टा हिँड्नु पर्ने रहेछ कि कस्तो राम्रो यो के बनाएको हेर्नुहोस् न ल है हट गाह्रो भइसक्यो मा हत्तेरिका र अनुहार देखेर थाहा पाइसक्यो होला कस्तो गाह्रो भने ल फेरि एउटा दिइसक्यो है पोज त फेरि दामी आमा लक्कडा हो हामी आइपुग्यो है ट्याक लाएर टावरमै आइपुग्यो यो त टावर त होइन टावर भनिदिएँ है मैले फेरि मिस्टेकनले भाइहरू अनि कस्तो फिल भइरहेछ त नि हो जाने बेला यस्तो चिप्लेटी हान्दै जानुपर्ने रहेछ कि ल यस्तो छ हालत चाहिँ ल केटा हो अब यो गाह्रै छ यहाँसम्म आउन चाहिँ अब ट्राई गर्ने हो चट्टला आइपुग्यो के अरे हामी भैरवकुण्ड
Oh. Damn. What the? Hello, everyone. रक्षा गर्नु भन्नु पर्यो होइन टक्क लाएर हामीलाई यहाँसम्म आइपुर्याइदिनु भयो हामी खुसी छौँ ल यही रहेछ के अरे भैरवकुण्ड यहाँको मन्दिर यस्तो छ हिउँ नै हिउँ चट्ट लाएर पछाडि भैरवकुण्ड छ है अरू भने त्यस्तै हो अब हामी यहाँ मन्दिर पनि गइसक्यो चट्ट लाएर अब उता जाने भने ल भाइले त्यहाँ बोलाएको छ ल हिँड आएँ म हर हर महादेव लकडा हो हामी चाहिँ मन्दिर सन्दिर गएर यसो टक्कला टिका लाएर आयो हाम्रो भाइ त्यहाँ फोटोग्राफी गर्दैछ अनि त्यहाँ मन्दिरमा गयो गाह्रो छ जे होस् हामीले सक्यो होइन वी डिड इट होइन वेयर ह्याप्पी द्याट वी डिड इट है हिजो आयौँ आज यहाँसम्म आयो होइन सो वी आर फिलिङ सो एक्साइटेड टु बी हियर होइन सो फाइनली वी आर हियर राइट भैरवकुण्ड मेरो बकेट लिस्ट थियो होइन मैले कटाउन पाएँ अब महादेवको कृपाले सो विच इज गुड है हामी अब टिम चाहिँ साथ छ टक्क लाएर हामी दाजुभाइले चाहिँ चोट लाएर फोटो खिचेर भिडियो खिचेर तलतिर हिँड्सक्यो होइन अब बनाउनु केटाहरू हाम्रो टोलीहरू त्यहाँ आउँदैछन् त्यो चाहिँ हो भैरवकुण्डको मन्दिर त्यहाँ पूजाहरू भइरहेछ अनि यो लेकहरू चाहिँ पुरा फ्रोजन हुँदो रहेछ अब यहाँ हामी त्यहाँसम्म जाने चाहिँ आँटा आएन यहाँ आयौँ हल्का हल्का खिच्यौँ होइन दाजुभाइले यता तल यस्तो छ अब मेरो चाहिँ फर्स्ट टाइम भयो यस्तो स्नो एक्सपिरियन्स गरेको योभन्दा अगाडि चाहिँ यस्तरी आएको पनि थिएन है दामी लाग्यो है भाइहरूसँग मिठो लाग्यो एक्सपिरियन्स सो टाइम चाहिँ भएको छ तपाईँको 4 घन्टा 50 मिनट भएको छ सो अब मैले फेरि रिसेट गरेँ अब हामी फेरि जान्छौँ है अनि टाइम 10:50 भएको छ ट्याक्क लाएर अब हामी तलको लागि पुस गर्छौँ होइन बगामको लागि अनि उ त्यो भाइ चाहिँ उस लिन गएको छ अरे जल लिन गएको छ टिका सिका चट्ट लगायो अब हामी तलतिर जाने भनेर हिँडेको त्यो एउटा हो अरू त केही छैन न्यु इयर मनाउनु यता चट्ट लाएर आइपुग्यो मलाई चाहिँ ओहो सट चिसो रहेछ यता गाह्रो छ उतै पुगेर भेट्छ यस्तो छ ठाउँ बाई भन्ट बाई भैरवकुण्ड सियु नेक्स्ट टाइम होइन भन्दै हामी यहाँबाट बिदा लिन्छौँ ल बाई बाई अब हामी तलतिर पुस गर्दैछौँ बिर्सिया बाटो चाहिँ यस्तो छ कसरी तल झर्ने भने तिमीबाटै हेर्नु पऱ्यो अब कसरी जान्छ भनेर ल हौ तलतिर अब यसरी तपाईँलाई नि यहाँसम्म आएर कस्तो रमाइलो आइरहेको छ एकदम रमाइलो यति आनन्द आयो कि सायद यो लाइफमा फेरि दोबारा यस्तो हामीलाई पनि त्यस्तै एक्सपिरियन्स हो यो वान्स इन अ लाइफ एक्सपिरियन्स हो है हो टक्रा हो हामी भैरवकुण्डबाट चोकर मकर जाँदैछौँ बाटो चाहिँ यस्तो छ अनि हामी अलिअलि दाजुभाइ यस्तो सिचुएसनमा छौँ यो बेला बेलामा हामी चस्मा लगाइरहन्छौँ अब पाएको बेला नपाएको बेला लाउँदैनौँ अहिले चाहिँ चस्मा छ अनि यहाँबाट चाहिँ 50 मिनट अब तपाईँको 1 घन्टामा चाहिँ चोकर मकर पुग्छ जस्तो लाग्यो जाने बेला लास्ट थियो होइन आउने बेला दाजुभाइ ट्याक्क लाएर फर्स्ट हिँडेको छौँ पुग्ने नि फर्स्ट हो कि दादाहरूको पेस यिनीहरूलाई थाहा छैन कि जाने बेला लास्ट जाने आउने बेला गुटुङटुङ झर्ने हो कि ल दामी छ उताको हालत यस्तो हुन्छ हिउँ परेको बेला हिँड्यो भने सब भित्र छिरेर भाइले निकाल्न लगाइरहेको छ चिप्लिन खोजेछ ब्रेकै नलागिरहेको क्या कस्तो छोप्यायो भाइ 1 सेकेन्ड ल नभए त्यहीको त्यही नदीतिर यो 10 बजेपछि त पुग्नुको अर्थै नहुने रहेछ यहाँ अन्त बरु एटलिस्ट मजाको भ्यू अलिअलि क्लियरमा आइयो
चल्ने भाइ जानु बन्द बन्द होइन तपाईँको जुत्तामा थिएन छिरेस मैले ऊ यताबाट झर्दै आयो होइन दाजुभाइ हामी फर्स्टमा लिड गरिरहेछौँ यो चोकर मकर भन्ने ठाउँ आइपुग्यो क्यारे होइन चोकर मकर होइन अब हामी तलतिर लाग्दैछौँ टाइम चाहिँ भएको छ कति भने 12 बजेर 15 मिनट होइन भाइ हामी तातोपानी जानु भ्याउँछ क्या हो सही हो दामी ठाउँ हाम्रो केटाहरू खोइ हामी त के हो जाने बेला लास्ट गएको आउने बेला त फर्स्ट घोडाकै स्पिडमा आएको नि त नि घोडा पनि घोडाले नि जित्दैन हो दाइ हामी त घोडा जस्तो पो दौडेछ त दाजुभाइ जाने बेला लास्ट आउने बेला फर्स्ट हुन्छ उदैनिर बसौँ न त्यहाँ लकडा हो चोकर मोकरबाट तलतिर झऱ्यो हामी बाटो चाहिँ यस्तो छ केटाहरू हिँडाइ कडा छ रन्डोवाला गीत बुझाउनु भनेको यार ल अब तलतिर झर्दैछु चक्कर मकरबाट खाजा खाएर झरेको थुप्पा तलतिर भेटौँला गाह्रो छ सो हामी चाहिँ तल झरिसकेको छौँ अब हाम्रो बाइक राखेको ठाउँमा आउनुलाई यो चाहिँ यस्तो छ बाटोमा ल हुन्छ ल अब हामी यहाँबाट चल्दैछौँ